कमजोर छ, अपेक्षाकृत रूपमा कृषि उत्पादन हुन सकेको छैन, वर्षैभरि खाद्यान्नको चाहिँ अथवा चाहिँ वर्षभरि पुग्ने खाद्यान्न उत्पादन हुन सकेको छैन। कतिपय जिल्लाहरू त भोकमरी हैन भोकमरीको सूचीमा छन् हैन। अनि त्यसै गरी अब नकारात्मक प्रभावमा हेर्नुभयो भने अब पहाडमै हाम्रो बाढी पहिरो भुडी हैन, यो डढेरो भुइँछे यिनी सबै चाहिँ हुने भने फेरि पहाडी क्षेत्रमै हो हैन। अब वर्षाको समयमा तपाईँले हेर्नु होला सिमलतार पहिरोकोदेखि लिएर हाम्रो चाहिँ सिन्धुपाल्चोकको चाहिँ गएको पहिरो हेर्नुहोस्, मेलम्ची पहिरो हेर्नुहोस्, यी सबै चाहिँ पहाडी क्षेत्रमा भएका चाहिँ यिनी चाहिँ बाढी पहिरोले यो जनजीवनमा प्रभाव पार्यो। सार्वजनिक पनि असमानता। अब तराई क्षेत्रमा हेर्नु भने तराईमा पनि समथल भूभाग छ। अब सकारात्मक प्रभावमा हेर्नुहोस् है, समथल भूभागको कारणले कृषि उत्पादन वृद्धि भयो, खाद्यान्न उत्पादन सहज भयो, जनताले चाहिँ खाद्यान्न सहज रूपमा उपलब्ध प्राप्त गर्न सक्ने भए। एउटा चाहिँ तपाईको 1 केजी चामल तपाईको तराईमा हैन 20 25 40 50 पर्छ भने तराईमा चाहिँ हिमालमा कति पर्छ भन्दा तपाईको 200 300 पर्छ। किन भन्दा यो के हो त भन्दा हाम्रो भौगोलिक अवस्थाले जनजीवनमा पारेको प्रभाव हो। मौसम अनुसार फलफुल र नगदी बाली उत्पादन गर्न कठिन छ, के उत्पादन गर्न सकिन्छ तराईमा त हैन। यहाँको के छ, अनुकूल मौसम छ, फलफुलहरू उत्पादन गर्न, नगदी बाली कृषि व्यवसाय गर्न सकिन्छ। यहाँको समतल र अनुकूल भूभाग भएकाले चाहिँ यहाँका चाहिँ आर्थिक भौतिक सामाजिक पूर्वाधारको पहुँच पुगेको छ, जनताले सहजै रूपमा पहुँच प्राप्त गर्छन् हैन। यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, इन्टरनेट सेवाहरू उपलब्ध छन्, सेवा प्रवाह सहज छ, आधारभूत सेवा जनताले प्राप्त गरेका छन् भनेर लेख्नु पर्यो सकारात्मक। अब त्यही कुराहरू नकारात्मक लेखिदिने, अत्याधिक गर्मी छ, बाढी पहिरो डुबान हुन्छ, सर्प दंश लगायतका विभिन्न चाहिँ तपाईका हाम्रो चाहिँ गर्मीले गर्दा सर्प लगायतका हाम्रो चाहिँ विभिन्न चाहिँ हैन जनावरहरूको आतंक छ हैन, बाघको आतंक छ, हात्तीको आतंक छ हैन। त्यो पहाडी क्षेत्रमा त छ त छैन। अनि अधिक जनघनत्वले गर्दा हाम्रो चाहिँ तपाईको सबै ठाउँमा प्रतिस्पर्धा छ, शिक्षामा प्रतिस्पर्धा, स्वास्थ्यमा प्रतिस्पर्धा हैन, हरेक ठाउँमा चाहिँ प्रतिस्पर्धा छ, अधिक चाप छ। तपाई लाइन नलागेसम्म चाहिँ काहीँ सेवा लिन सक्नुहुन्न हैन, त्यो अवस्था छ। अन्त्यमा नेपालको भौगोलिक बनावटले उत्पादन, विकास, सेवा प्रवाह, पेशा, व्यवसाय, रहनसहन, लगायतबाहेक प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको हुन्छ र यो प्रभाव देख्न र अनुभूति गर्न सकिन्छ भने नकारात्मक प्रभावलाई कम गर्नु जरुरी हुन्छ भनेर लेखिदिने है। अलि लामो भयो, यसलाई छोटो छोटो गरेर लेख्ने है, सम्झिने, तराई हिमाल पहाड सम्झिने अनि लेखिदिने है, सकारात्मकमा लेख्ने नकारात्मक। अब नेपालको आर्थिक विकास निजी क्षेत्रको भूमिकाबारे चर्चा गर्नुहोस् भनेको छ 2 नम्बर क्वेशन हैन। अब नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका हो। निजी क्षेत्र के हो त, कुनै पनि अर्थतन्त्रको इन्जिन हो, कुनै पनि अर्थतन्त्रलाई ड्राइभ गर्ने भनेको निजी क्षेत्रले हो हैन। कुनै पनि देशको एउटा विकासको गतिमा अगाडि बढ्नका लागि त्यहाँको निजी क्षेत्र के हुन्छ, फल्नु पर्छ, फस्टाउनु पर्छ। निजी क्षेत्रलाई उत्प्रेरणा, प्रोत्साहन, विकास र त्यो निजी क्षेत्र मैत्री कानुन बनेको हुनुपर्छ कुनै पनि देशमा, तब मात्रै के हुन्छ निजी क्षेत्रको विकास हुन्छ। यो सार्वजनिक क्षेत्रको एउटा साझेदारको रूपमा विकास हुन्छ हैन। त्यसले गर्दा अब हामीले भन्छौं विकास चाहिँ हाम्रा विकासका साझेदारहरू, शासनका साझेदार भन्छौं नि, शासनका साझेदार अथवा विकासका साझेदारहरू के हो त भन्दाखेरि सरकार हो, एउटा निजी क्षेत्र हो, एउटा गैरसरकारी क्षेत्र हो हैन, अनि चाहिँ अन्तर्राष्ट्रिय समुदायहरू पनि हो हैन। यी सबै के हुन्छ, विकासका साझेदार हुन्। त्यो मध्ये निजी क्षेत्र एउटा के हुन्छ महत्त्वपूर्ण। तपाई हेर्नु न, अब चाइना हेर्नुस्, अमेरिका हेर्नुस्, अथवा चाहिँ थाइल्यान्ड, कोरिया हैन, जापान, यी सबैमा के छ भन्दा निजी क्षेत्रको विकास, निजी क्षेत्रको विस्तार, निजी लगानी आकर्षित गरेर नै यी देशहरू चाहिँ अहिले यो अवस्थामा पुगेका हुन्। तर हाम्रोमा निजी क्षेत्र आकर्षित गर्न सकेका छैन हैन। चाहिँ हैन, अहिलेको चाहिँ प्रधानमन्त्रीले चाहिँ विभिन्न चाहिँ निजी क्षेत्रका छात्र संगठनहरू, त्यहाँका प्रतिनिधिहरूसँग प्रत्येक दिन चाहिँ छलफल गरिराख्नु भएको छ। के को लागि? निजी क्षेत्रको विकास गर्नका लागि। जब निजी क्षेत्रको विकास हुँदैन तब कुनै पनि देशको उत्पादन बढ्न सक्दैन, लगानी आकर्षित हुन सक्दैन, सेवा प्रवाह व्यवस्थित हुन सक्दैन, रोजगारी सृजना हुन सक्दैन हैन। त्यसले गर्दा निजी क्षेत्रको विकास हुनु जरुरी छ। अब नेपालको अर्थतन्त्रमा झन्डै 81% चाहिँ निजी क्षेत्रले योगदान छ। नेपालको अर्थतन्त्रमा अथवा जीडीपीमा 81% चाहिँ योगदान चाहिँ निजी क्षेत्रको छ। रोजगारी सृजनामा त तपाईको 85% निजी क्षेत्रकै योगदान छ हैन। सरकारले त कति रोजगारी सृजना, लोकसेवाले कति रोजगारी दिन्छ होला, त्यो भन्दा बढी त तपाईको निजी क्षेत्रले चाहिँ लाखौंको संख्यामा चाहिँ रोजगारी सृजना गर्छ निजी क्षेत्रले हैन। त्यसले गर्दा यो एउटा महत्त्वपूर्ण खम्बाको रूपमा रहेको हुन्छ, एउटा आर्थिक विकासको इन्जिनको रूपमा रहेको हुन्छ हैन। यसलाई एउटा सहयात्रीको रूपमा, एउटा महत्त्वपूर्ण आधारको
पूर्वाधार होइन एउटा चाहिँ खम्बाको रूपमा चाहिँ निसेर लिन सकिन्छ। तसर्थ लगानीमा वृद्धि, उत्पादनमा वृद्धि, रोजगारीमा सृजना होइन आर्थिक वृद्धि गर्नका लागि विकासमा निजहरूको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको छ, जसलाई त्यहाँ अनुसार उल्लेख गर्न सकिन्छ भन्ने। अब हेर्नुहोस्, अब निजहरूले कसरी योगदान गर्छ त, के छ यसको भूमिका भन्दाखेरि एउटा त उत्पादन जति हाम्रो चाहिँ वस्तु तथा सेवा उत्पादन गरिरहेको तपाईँले हामीले लगाउने कपडादेखि लिएर छाउचाउ खाने होइन हाम्रा भान्साघरमा हुने सबै कसले उत्पादन गरेको, निजहरूले उत्पादन गरेको होइन। उत्पादन र उत्पादकको वृद्धिमा भूमिका जस्तो कृषि उत्पादन होइन, तपाईँ हामीले साथी सबैसँग हेऱ्यौँ भने उद्योगको उत्पादन हामीले हेऱ्यौँ भने उद्योगको 80% योगदान, कृषिको 80% योगदान भन्छौँ नि, त्यो निजहरूले नै कन्ट्रिब्युसन गरेको होइन। अर्को रोजगारी सृजनामा अहिले मैले भनिसकेँ, रोजगारी सृजनामा 85% चाहिँ नेपालको रोजगारी सृजनामा निजहरूको भूमिका छ है। त्यो निजहरूको भूमिका सृजनामा चाहिँ बहुराष्ट्रिय कम्पनीहरू हाम्रा चाहिँ तपाईँको डाबर नेपाल हेर्नुहोस्, त्यसपछि हाम्रो कोकोकोला हेर्नुहोस्, त्यसपछि चाहिँ यो के अरे यो हाम्रा पेप्सी होइन, विभिन्न चाहिँ बहुराष्ट्रिय कम्पनीहरू छन्, मल्टिनेसनल कम्पनीहरूले चाहिँ लाखौँको सङ्ख्यामा रोजगारी सृजना गरेका हुन्छन्। विभिन्न संस्थाहरू, कम्पनीहरू, व्यवसायहरूले रोजगारी सृजना गरेका हुन्छन्। रोजगारी सृजनामा योगदान भनेर अलिकति एक लाइन व्याख्या गरिदिने अथवा उदाहरण दिदिने, जस्तै बहुराष्ट्रिय कम्पनी, प्रणाली, संस्था, व्यवसाय खोलेर होइन योगदान गरेको। अनि सूचना सञ्चार प्रयोग र विकासमा महत्त्वपूर्ण हो नि त सूचना सञ्चार प्रविधिको प्रयोग। अब निजहरूले नै पहिला के हुन्छ, सूचना सञ्चार प्रविधिको प्रयोग विकास विस्तार गर्ने हो। सरकारले नै के हुन्छ, पहिला सुरुमा हाम्रो पनि चाहिँ के हुन्छ, निजी क्षेत्रमा एटिएमहरू, निजी क्षेत्रको मोबाइल ब्याङ्किङ आइसकेपछि मात्रै हाम्रो चाहिँ अब सरकारी ब्याङ्कहरूले चाहिँ त्यसलाई आत्मसात गरे होइन। निजी क्षेत्रले नै त तपाईँको के हुन्छ, प्रविधि भित्र्याउने हो कि। त्यसले गर्दा सूचना सञ्चार प्रविधिको विकास र विस्तारमा चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। सामाजिक पूर्वाधारको विकास जस्तो हेर्नुहोस्, स्कुल कलेजहरू, स्वास्थ्य संस्थाहरू होइन, त्यसमा पनि चाहिँ सामाजिक पूर्वाधार भन्छ के। सामाजिक पूर्वाधार भन्छ यिनी स्कुल कलेज स्वास्थ्य खानेपानी होइन यस्ता होइन म चाहिँ योगदान गरेर चाहिँ यसले चाहिँ अर्थतन्त्रमा आर्थिक विकासमा योगदान गरेको हुन्छ। अर्को सरकारसँग नीति निर्माणमा हेर्नु त होइन, सरकारसँग नीति निर्माण गर्छ होइन, को गभर्नेन्स होइन, को गभर्नेन्स को प्रोडक्सनको माध्यमबाट होइन यसले चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सरकारसँग नीति निर्माण गर्छ, सरकारसँग साझेदारी गर्छ। यदि सरकारले चाहिँ सरकारसँग चाहिँ अनुकूल वातावरण निर्माण गर्नका लागि के गर्छ भने सरकारलाई चाहिँ एउटा ध्यानाकर्षण गर्छ, सरकारलाई सुझाव दिन्छ, सहकार्य गर्छ होइन। ठुल्ठुला पूर्वाधारमा लगानी गरेर ठुलो मात्रामा रोजगारी सृजना गर्छ हेर्नु त। अब सरकारले जस्तै हेर्नु त हाम्रा ठुल्ठुला लगानी चाहिँ सडक हेर्नुहोस्, पुल हेर्नुहोस्, हाम्रा जलविद्युत आयोजना हेर्नुहोस्, ठुल्ठुला बुढीगण्डकी जलविद्युत आयोजना अथवा चाहिँ होइन यी सबैमा चाहिँ के हुन्छ, निजी क्षेत्र चाहे त्यो स्वदेशी निजी क्षेत्र होस् तथा विदेशी निजी क्षेत्र, यो सबैले के हुन्छ ठुलो मात्रामा लगानी गरेर रोजगारी सृजना गरेको हुन्छ। व्यापार व्यवसाय मार्फत अब हेर्नुहोस् हाम्रा व्यापार व्यवसायहरू होइन होइन उद्योगबाट उत्पादन हुने अधिकृत विक्रेता होइन, त्यसै चाहिँ थोक विक्रेता हुँदै हामीहरू भान्सासम्म आउँदाखेरि निजी क्षेत्रले नै के गर्छ त व्यापार व्यवसाय गरिरहेको हुन्छ, निर्यात प्रवर्धन गर्छ, व्यापार सन्तुलन गर्छ, व्यापार घाटा न्यूनीकरण गर्छ होइन होइन। यसले गर्दा चाहिँ यसलाई अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक स्थिरता कायम गर्न होइन यसले मद्दत गर्छ। पर्यटन भित्राउन पनि महत्त्वपूर्ण अब होइन, निजी क्षेत्रले नै भित्र्याउने हो कि होइन। पर्यटकीय सम्मानहरूको विकास गर्ने, विभिन्न चाहिँ तपाईँका होटलहरू स्थापना गर्ने, पर्यटकीय सम्मान भएका क्षेत्रमा चाहिँ होइन ट्राभल एजेन्सीदेखि लिएर होइन तपाईँको अन्य अन्तर्राष्ट्रिय स्तरमा चाहिँ समय सञ्जालहरू विस्तार गर्ने, सम्पर्कहरू बढाउने होइन, यो कामले चाहिँ के हुन्छ भने पर्यटकहरू यो निजी क्षेत्रले नै हो। नवप्रवर्तन र प्रविधिको विकास र अनुसन्धानमा ठुलो योगदान गरेको हुन्छ। अब नवप्रवर्तन हेर्नु त इनोभेसन ल्याउने भनेको निजी क्षेत्रले नै हो। प्रविधिको विकास गर्ने, अनुसन्धान गर्ने होइन, रिसर्च एन्ड डेभलपमेन्ट गर्ने काम चाहिँ निजी क्षेत्रले गरेको हुन्छ। यसरी चाहिँ आर्थिक विकासमा योगदान गरेको हुन्छ भनेर लेख्नु। सहरीकरण भनेर के भन्छ, सहरीकरणलाई चाहिँ कसरी जनसङ्ख्या व्यवस्थापन गर्न सकिन्छ ल हेर्नु। अब सहरीकरण अर्बनाइजेसन भनेको के हो त, सहरीकरण भनेको के हो त भन्दाखेरि सहरीकरण भनेको हेर्नुहोस् है बसोबास वा बस्तीमा भएको विस्तार, सेवा सुविधामा भएको विस्तार, पूर्वाधारमा भएको विस्तारका कारणले जनसङ्ख्यामा बढोत्तरी हुँदै बस्ती फैलावट हुने, बस्ती बढ्दै जाने, क्रमशः रूपमा बस्ती चाहिँ फैलिँदै जाने एउटा विशाल सहरको रूपमा निर्माण हुने प्रक्रिया नै के हो त सहरीकरण हो होइन। सहरीकरण घोषणा गरिदिएर मात्र सहरीकरण हुँदैन। सहरीकरण हुनका लागि
त्यहाँ चाहिँ मान्छे बसाइसराई गरेर आएको हुनु पर्यो, त्यहाँ सेवा सुविधाहरूको विस्तार भएको हुनु पर्यो, सहरी पूर्वाधार भएको हुनु पर्यो। सहरी पूर्वाधारहरू सडक, त्यसपछि चाहिँ त्यहाँ चाहिँ शिक्षा, स्वास्थ्य, विद्यालय, विश्वविद्यालय अथवा चाहिँ होइन बस पार्क, सार्वजनिक शौचालय होइन। अब हामी नगरपालिका हुनका लागि के चाहिँ पूर्व शर्त हुनुपर्छ भने भन्छौँ नि, हो त्यो सबै भएपछि मात्रै के हुन्छ, सहरीकरण हुन्छ। त्यति मात्र भएर हुँदैन, जनसङ्ख्या पनि बढोत्तरी, बस्ती पनि फैलिँदै गएको हुनु पर्यो होइन। अनि अर्को कुरा, सहरी सौन्दर्य, सहरी पूर्वाधार, सहरी सेवा सुविधाको विकास र विस्तार गर्दै ग्रामीण बस्ती क्रमशः सहरी बस्तीमा रूपान्तरण जाने प्रक्रिया नै के हो त, सहरीकरण हेर्नु त। अब सहरीकरण भने के हो त, सहरीकरण भनेको एउटा चाहिँ रुख चाहिँ खोलाको किनारमा टहरा बनाएर बस्ने होइन, त्यो होइन। एकैछिन है, 2 मिनट। त्यस्तै गरी अब वृहत अर्थमा हामीले भन्यौँ भने सहरीकरण भन्नाले देहायका क्रियाकलापको समष्टिलाई सहरीकरण भन्छ। अब हामीले वृहत अर्थमा सहरीकरण भन्नाले केलाई जनाउँछ त, कस्तोलाई सहरीकरण, के भएपछि सहरीकरण हुन्छ त भन्दाखेरि एउटा बसोबासमा विस्तार, हेर्नुहोस् है, बसोबासमा विस्तार। अर्को पूर्वाधारको विकास र विस्तार, जनसङ्ख्याको आकारमा विस्तार, जनसङ्ख्या पनि आकार पनि बढेको हुनु पर्यो। अहिले हाम्रो सहरी जनसङ्ख्या कति छ होइन भन्दाखेरि अब होइन 66% जनगणना अनुसार हो होइन। अब राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाए अनुसार 27% होइन भनेर छ, दुई किसिमको छ होइन। यसरी होइन तपाईँले स्रोत खुलाउनु पर्यो, लेख्दा हुन्छ, जुन लेख्दा पनि हुन्छ। अनि पूर्वाधारको विकास र विस्तार, जनसङ्ख्याको आकारमा विस्तार, नयाँ आर्थिक र नवीन प्राविधिक क्रियाकलापको प्रयोग भएको हुनु पर्यो। सहरीकरण हुनुको लागि नयाँ आर्थिक र नवीन प्राविधिक क्रियाकलापहरू होइन, नयाँ चाहिँ आर्थिक क्रियाकलापहरू, पेसा व्यवसाय पनि नयाँ हुनु पर्यो होइन। नवीन प्राविधिक क्रियाकलापहरू, प्रविधिको प्रयोग गरेको हुनु पर्यो होइन। न्यू इनोभेसन भएको हुनु पर्यो, नयाँ कल्चर र नयाँ एउटा चाहिँ लिभिङ स्टाइल भएको हुनु पर्यो होइन। नयाँ घर, नयाँ डिजाइनहरू हुनु पर्यो होइन। घरका पनि नयाँ मूल्य, मान्यता, विचार, अनुभवको विकास हुँदै गएको हुनु पर्यो। परम्परागत रूपमा एउटा पुरातनवादी सोचबाट नयाँ सहरमा बस्ने भनेको त आधुनिकीकरणको एउटा चाहिँ एउटा रूप हो नि त। त्यसले गर्दा सहरमा बसिसकेपछि विचार पनि के हुनुपर्छ, नयाँ हुनुपर्छ। अनुभव, विचार, मूल्य, मान्यता पनि के हुन्छ, विकसित हुनुपर्छ। परम्परागत सामाजिक संरचनाबाट आधुनिक सामाजिक संरचनाको रूपमा विकास भएको हुनुपर्छ होइन। हाम्रा परम्परागत सामाजिक संरचनाबाट आधुनिक सामाजिक संरचना भनेको, परम्परागत सामाजिक संरचना भनेको पहिला अब मानौ तपाईँ संयुक्त परिवारमा बस्नुहुन्थ्यो भने अब एकल परिवारमा होइन। अथवा चाहिँ तपाईँ अब छोराछोरी सबैसँग बस्नुहुन्छ भने अब आधुनिक समाजमा त तपाईँको छोराछोरी एक ठाउँ हुन्छ, बाआमा एक ठाउँ हुन्छ होइन। पेसा व्यवसाय पनि के हुन्छ होइन, फरक हुन्छ। यसरी आधुनिक समाजको रूपान्तरण भएको हुनुपर्छ। अर्को कृषि क्षेत्रबाट गैर कृषि क्षेत्रमा रूपान्तरण हुँदै जानु पनि के हो त, सहरीकरणले जनाउँछ। कृषि क्षेत्रबाट गैर कृषि क्षेत्रमा भनेको उद्योग, शिक्षा, सेवा व्यवसाय, सेवा, कृषि होइन लगायत यो प्रविधिहरूको विकास हुँदै गएको हुनुपर्छ।
शहरीकरण विशेषता आधुनिकीकरण औद्योगिकरणसँग अन्तर सम्बन्धित छ। शिक्षा, स्वास्थ्य, आवास, यातायात, सञ्चार, रोजगारी आदिको उपलब्धता हुन्छ हैन। यो निरन्तर चलिरहने प्रक्रिया हो। जनसङ्ख्याको प्राकृतिक वृद्धि र बसाइसराई दुवैले शहरीकरण निम्त्याउँछ। नेपालमा शहरीकरण जनसङ्ख्या 36.08 छ 52 जनसङ्ख्या भनेर लेख्ने। शहरी जनसङ्ख्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ त? अब हेर्नुस्, एउटा व्यवस्थापन गर्ने उपाय के हो त भन्दाखेरि शहरको व्यवस्थित र योजनाबद्ध ढङ्गले विकास गर्ने, प्लान डेभलपमेन्ट भन्छ के हैन, प्लान म्यानेजमेन्ट एन्ड डेभलपमेन्ट अफ सिटी हैन। शहरको व्यवस्थित र योजनाबद्ध ढङ्गले विकास र विस्तार गर्ने, डेभलपमेन्ट पनि गर्ने, त्यसको एक्सपान्सन पनि गर्ने, जनसङ्ख्यालाई व्यवस्थापन गर्ने हो। हेर्नु त, माइग्रेसन म्यानेजमेन्ट, जनसङ्ख्यालाई के गर्ने व्यवस्थापन गर्ने हैन। जनसङ्ख्यालाई व्यवस्थापन गर्न सकिएन भने त्यो शहरमा जनसङ्ख्या थुप्रिँदै 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 जान्छ, तर शहरले धान्न सक्दैन हैन। अनि त्यही चोरी हुने, त्यहाँ चाहिँ तपाईँको झैझगडा हुने, त्यहाँ चाहिँ अब तपाईँको जब भनौँ न अब चाहिँ एउटा नदीको वरिपरि चाहिँ मान्छेहरू ओगटेर बस्ने हैन, सार्वजनिक जमिनहरू चाहिँ ओगट्ने अहिले समस्या भएको त्यो हैन, सुकुम्बासीको रूपमा चाहिँ हैन पहिचान दिलाउने त्यो अवस्था हुन्छ। त्यसले भौगोलिक अर्को सबै भौगोलिक क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना हो। सबै भौगोलिक क्षेत्रहरू हाम्रा चाहिँ हिमाल, पहाड, तराई हैन, सबैमा चाहिँ भौगोलिक स्वरोजगारी र रोजगारीका अवसरहरू सिर्जना गर्ने। अर्को शान्ति सुरक्षा र खाद्य सुरक्षा र वातावरणीय चाहिँ सुरक्षाको सुनिश्चितता कायम गर्ने। हेर्नु त, हाम्रा शान्ति सुरक्षाहरू हेर्नुहोस् है, हाम्रा शान्ति सुरक्षाहरू, हाम्रा चाहिँ खाद्य सुरक्षा, हाम्रा चाहिँ वातावरणीय सुरक्षाको सुनिश्चित गर्नु पर्छ। किनभने शान्ति सुरक्षा भएन भने मान्छे के हुन्छ, बसाइसराई हुन्छ, बसाइसराई भएपछि शहरी जनसङ्ख्या वृद्धि हुन्छ। खाद्य सुरक्षा हैन, खाद्य सुरक्षा भएन भने के हुन्छ, शहर चाहिँ व्यवस्थित हुन सक्दैन। किन शहर भनेको त के हो त भन्दाखेरि शान्ति सुरक्षा पनि मजबुत भएको, त्यहाँका आधारभूत आवश्यकता पनि परिपूर्ति चाहिँ सहज रूपमा प्राप्त भएको, वातावरण स्वच्छ र चाहिँ ग्रिन सिटी भन्छ कि, ग्रिन सिटी, स्मार्ट सिटी हैन, त्यो हुनु भनेको के हो त, एउटा शहरीकरणको एउटा सूचक हो। त्यसले गर्दा सहरलाई व्यवस्थित गर्नका लागि यी चाहिँ कुराहरूमा ध्यान दिनुपर्छ। ग्रामीण क्षेत्रमा साना सहरहरूको विकास गर्ने, हेर्नु चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ साना साना सहरहरूको विकास गर्ने हैन। हाम्रो चाहिँ कतिवटा नमुना सहरहरू घोषणा गरेका छ नि, हाम्रो चाहिँ पहाडी क्षेत्र हैन, मध्य पहाडी हैन, सहरको आसपासमा हैन। यो के को लागि भन्दाखेरि शहरीकरणलाई व्यवस्थित गर्नका लागि, बसाइसराईलाई व्यवस्थित गर्नका लागि हो। बसाइसराई व्यवस्थित भयो भने शहरीकरण पनि के व्यवस्थित हुन्छ। शहरी मापदण्ड र नियमनलाई प्रभावकारी बनाउने। हेर्नु त, शहरी मापदण्ड, हाम्रा शहरी मापदण्ड हुन्छ, त्यो शहरी मापदण्डलाई पनि के गर्ने तपाईँको प्रभावकारी बनाउने हैन। त्यो शहरी मापदण्ड अनुकूल हुने गरी, हेर्नुहोस् है, शहरी मापदण्ड अनुकूल हुने गरी हाम्रा चाहिँ भौतिक संरचनाहरू निर्माण गर्ने। अर्को आर्थिक र प्रशासनिक राजनीतिक विकेन्द्रीकरण गर्ने। हेर्नु त, हाम्रा चाहिँ आर्थिक प्रशासनिक राजनीतिक विकेन्द्रीकरण भयो भने एउटा मान्छे के हुन्छ, सेवा सुविधाका लागि चाहिँ के हुन्छ, सहर केन्द्रित हुन पाउँदैन हैन, हुन पाउँदैन। त्यसले गर्दा राजनीतिक, आर्थिक, सामाजिक अथवा चाहिँ त्यो प्रशासनिक विकेन्द्रीकरण गर्ने र गाउँ र सहर बीचको अन्तर सम्बन्ध, गाउँ र सहर भनेको इन्टर रिलेसन कायम गर्ने। ग्रामीण क्षेत्रमा उत्पादन भएको वस्तु सेवा सहरले उपयोग गर्ने, शहरी सेवा सुविधा पनि ग्रामीणसम्म चाहिँ जनजीवनसम्म विस्तार गर्ने। त्यो गरेमा के हुन्छ, शहरमा बढी भएका वस्तुहरू ग्रामीण क्षेत्रले लिने, ग्रामीण क्षेत्रले पनि शहरी सेवा सुविधा परिपूर्ति गर्ने, बस सेवा विस्तार गर्ने, ग्रामीण सडकहरूको विस्तार गर्ने, सडकहरू मार्फत, सेवा सुविधा मार्फत हैन चाहिँ के हुन्छ, अन्तर सम्बन्ध कायम गर्न सकिन्छ। अब स्वास्थ्य बिमाको परिचय दिँदै स्वास्थ्य बिमा व्यवस्थापन देखिएका समस्याहरू के हुन् हेर्नुहोस् है। स्वास्थ्य बिमा हेर्नुहोस् है, अब तपाईँले धेरै यो चाहिँ बढ्ने इस्युमा लेखेको है मैले, चाहिँ अन्तर्राष्ट्रिय र राष्ट्रिय समसामयिक विषय भन्छ नि। अब यो अलि सामान्य स्वास्थ्य बिमा चाहिँ तपाईँको बढी चाहिँ अब चर्चामा छ। त्यही भएर स्वास्थ्य बिमा भनेको के हो, यसका स्वास्थ्य बिमा व्यवस्थापनमा देखिएका सवालहरू के हुन्, कमजोरीहरू हैन, के हुन् त भन्दाखेरि अब स्वास्थ्य बिमा भनेको के हो त, बिमित व्यक्ति जसले बिमा गरेको हुन्छ, बिमित व्यक्तिलाई स्वास्थ्य सेवाको खर्चबाट बचाउनका लागि, उसको आर्थिक दायित्व घटाउनका लागि निश्चित प्रिमियम मूल्य तिर्ने, हेर्दै निश्चित प्रिमियम मूल्य तिरेर स्वास्थ्य सेवा उपलब्ध गराउने प्रक्रिया नै के हो त, स्वास्थ्य
स्वास्थ्य बिमा हो। स्वास्थ्य बिमा कार्यक्रम भनेको बिमित व्यक्तिलाई हेर्नुहोस् है, बिमित व्यक्तिलाई चाहिँ उपचारका लागि लाग्ने खर्च घटाउनका लागि उसको वित्तीय सुरक्षा, उसको सामाजिक सुरक्षा, समग्रमा सामाजिक सुरक्षा चाहिँ सुनिश्चित गर्ने उद्देश्य हो कि सामाजिक सुरक्षा सुनिश्चित गर्ने राज्यको दायित्वलाई कम गर्ने उद्देश्यले चाहिँ यो सामाजिक सुरक्षाको अवधारणा आएको हो हैन। यो हुन त यसले चाहिँ वित्तीय दियोपना कायम गर्न सकेन, राज्यले यसलाई धान्न सकेन, अलिकति व्यवस्थापन पनि कमजोरी भयो हैन। विभिन्न चाहिँ अनियमितताहरू अथवा चाहिँ हैन पारदर्शिता, जवाबदेहिता, निष्पक्षताको विषय उठ्यो। त्यसले गर्दा यसलाई चाहिँ वास्तवमा यो एकदमै राम्रो कार्यक्रम हो है। जो विपन्न छ, जो असहाय छन्, जो चाहिँ स्वास्थ्य सेवाबाट अथवा पहुँचमा पुगेका छैनन्, त्यो स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि यो स्वास्थ्य बिमा कार्यक्रम महत्त्वपूर्ण योगदान रहेको हुन्छ हैन भनेर भन्ने। यो प्रणालीमा व्यक्तिको सेवा शुल्क प्रिमियम तिरेपछि बिरामी अस्पताल वा स्वास्थ्य संस्थामा भएको उपचार खर्चको भरपाई स्वास्थ्य बिमा बोर्डले बाट गरिन्छ। यस अन्तर्गत बिमित व्यक्तिले उपचारका लागि खर्च गर्दा बिमा बोर्डले पूर्ण वा आंशिक रूपमा खर्च बेहोर्ने गर्दछ। केही सबै विषयमा होइन, केही औषधिहरूमा, केही हैन अपरेसनहरूमा मात्रै हैन हुन्छ, त्यो हेरी हुन्छ। यसरी चाहिँ स्वास्थ्य बिमाले हैन औषधिहरू, शल्यक्रिया, डाक्टरको परामर्श, अस्पतालको कोठा, बेड नम्बर हैन, एम्बुलेन्स शुल्क लगायतका प्रकारका चिकित्सकीय सेवाहरू समेट्छ। अब नेपालमा चाहिँ कानुनी व्यवस्था के छ त भन्दाखेरि यसलाई चाहिँ व्यवस्थित गर्नका लागि हाम्रो चाहिँ 2072 सालमा सुरु भयो स्वास्थ्य बिमा ऐन 74 र नियम 2075 ले यसलाई चाहिँ व्यवस्थित र संगठित गर्ने कामहरू गरेको छ। अब यसका सवालहरू, यसका कमजोरीहरू, यसका चाहिँ के छन् त भन्दाखेरि तपाईको नवीकरण दर घट्दैछ। हेर्नु त, स्वास्थ्य बिमा गर्ने तर नवीकरण दर एकदमै कमजोर छ हैन। नवीकरण गर्ने तपाईको नचाहने हैन, करिब 54% बिमित व्यक्तिले पुनः बिमा नवीकरण नगरेको तथ्याङ्कले देखाउँछ। अर्को क्रियाशील विवरण र भुक्तानी दाबी व्यवस्थापन कठिन छ हैन। भुक्तानी दाबी व्यवस्थापन पनि के हुन्छ, कठिन छ। कुन व्यक्ति चाहिँ वास्तविक अथवा रियल अथवा चाहिँ हैन हो अथवा उसको चाहिँ दाबी हो हैन, त्यो छुट्याउन सकेको छैन, दाबीहरूलाई व्यवस्थापन गर्न सकेको छैन हैन। अनि जनचेतनाको अवस्था कमजोर छ। अब तपाईको हैन स्वास्थ्य बिमाको बारेमा अझै पनि स्वास्थ्य बिमाको पहुँच विस्तार गर्न सकेको छैन हैन। पहुँच विस्तार गर्न सकेको छ, सबै चाहिँ यसको चाहिँ दायरामा ओर्न सकेको छैन हैन। अलिकति चाहिँ अर्को एउटा वित्तीय दिगोपनाको सुनिश्चितता चाहिँ छैन। वित्तीय दिगोपना भनेको अहिलेको अवस्थामा नै भोलिको अवस्थालाई पनि हेरेर, भोलिको आर्थिक दायित्वलाई पनि हेरेर यसलाई व्यवस्थापन गर्न सकेको छैन हैन। सबैको पहुँच नपुग्नु, अझै पनि 50% भन्दा बढी स्थानीय तहमा प्रिमियम सेवा उपलब्ध छैन हैन। अनि बिमा बोर्डको काम पनि अलिकति चाहिँ पूर्ण स्वचालित डिजिटल प्रणालीमा आधारित हुन सकेन। अर्को कुरा, स्थानीय तहको भूमिका निर्धारण गर्न सकिएन। स्थानीय तहको स्वास्थ्य बिमामा स्थानीय तहको भूमिका पनि एकदमै जरुरी हुन्छ। स्थानीय तहको भूमिकालाई हैन किटान गर्न सकेन। उसले तथ्याङ्क सङ्कलन गर्ने होला, रेकर्ड व्यवस्थापन गर्ने होला, सिफारिस गर्ने होला हैन हैन, यी चाहिँ उसको भूमिका उसले गर्न सकेन। अर्को कुरा, तिनै तहबीच समन्वय, सहकार्य, साझेदारी कायम गर्न सकेन हैन। अब हाम्रो त संहिता सहकारितामूलक संहिता हो, त्यसले गर्दा सहकारितामूलक संहितामा तिनै तहको सहकार्य, साझेदारी, समन्वय हैन हैन त्यो जरुरी हुन्छ। अर्को पारदर्शिता, निष्पक्षता, उत्तरदायित्व, जवाबदेहिता हैन को पक्ष कमजोर हुनु, यी सब। अब जलवायु परिवर्तन भन्नाले के हुन्छ, जलवायु परिवर्तनबाट पर्ने असरहरू के हुन् लेख्नुस् भने 2+3। जलवायु परिवर्तन सामान्य अथवा हेर्नुस् है, सामान्य अवस्थामा जलवायुमा जुन जलवायुको संरचना हुन्छ, त्यो जलवायुको उतार चढावमा हेर्नुस् है, जलवायुको उतार चढावमा आउने लामो समयको परिवर्तन, अस्थिरता हैन, जलवायुको संरचना, जलवायुको प्रकृतिमा आउने फेरबदल नै के हो त जलवायु परिवर्तन हो हैन। सामान्य अवस्थामा हामीले हेर्नु भने हावापानीको अस्वाभाविक फेरबदल वा अस्थिरता नै जलवायु परिवर्तन हैन। अब यसको परिभाषा हामीले अझै हेर्यौं भने कुनै निश्चित स्थानको लामो समय भन्छ, यसलाई करिब 30 वर्ष भनेको छ, यही 30 वर्ष भनेको छ। कुनै लामो समयको अवधिमा औसत हेर्नुस् है, एभरेज औसत मौसमी अवस्थामा आएको परिवर्तन नै के हो त जलवायु परिवर्तन हो हैन।
अब त्यही जलवायु परिवर्तन। अब हाम्रो वातावरण संरक्षण विभाग क्षेत्रले पनि परिभाषा गरेको जलवायु परिवर्तन भनेको लामो समयको अन्तरालमा प्राकृतिक रूपमा हुने जलवायुको उतार चढाव भन्छ। जलवायुको उतार चढाव भनेको फ्लक्चुएसन क्या, एउटै समान किसिमको होइन कि कहिले बढी पानी पर्ने, कहिले खडेरी हुने हैन, कहिले चाहिँ पर्नुपर्ने समयमा पानी नपर्ने हैन, नपर्नुपर्ने समयमा पानी पर्ने हैन हैन। गत वर्ष हाम्रो चाहिँ हाम्रो दशैं बर्खे दशैं भयो नि हैन, हो यस्ता। त्यसले गर्दा यो जलवायुको उतार चढावका अलावा प्रत्यक्ष र अप्रत्यक्षमा मानवीय क्रियाकलापले वायुमण्डलको तापक्रम, यहाँको चाहिँ बनोट हैन, फेरबदलका कारण र पृथ्वीको तापक्रम क्रमशः देखा पर्ने परिवर्तन नै जलवायु परिवर्तन हैन। पृथ्वीको तापक्रम, पृथ्वीको जलवायु भनेको अब यो तापक्रम बढ्नु पनि घट्नु पनि हो है। फेरि जलवायु परिवर्तन भनेको तापक्रम बढ्नु पनि घट्नु पनि दुईटै हुन्छ मानवीय क्रियाकलापका कारण। हेर्नुस् है, मानवीय क्रियाकलापका कारण पृथ्वीको हरित गृहमा प्रभाव परि असर परि विश्वको तापक्रम क्रमिक रूपमा वृद्धि भई जलवायु परिवर्तन देखा पर्छ हैन। जलवायु परिवर्तन पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव, वर्षातमा हुने घटबडका कारण पृथ्वी वा यसको कुनै पनि भागमा औसतमा हुने परिवर्तन नै जलवायु परिवर्तन हो हैन। कुनै निश्चित ठाउँको लामो समयको करिब 30 वर्षको तापक्रम, वर्षा र हावाको अवस्था, हेर्नुस् तीनटा कुरा, तापक्रम, वर्षा र हावाको अवस्थामा भएको परिवर्तन नै जलवायु परिवर्तन। अब यसका असरहरू तपाईले पढिसक्नु, जैव विविधता, वातावरण संरक्षण, मानव हैन, विभिन्न चाहिँ नयाँ नयाँ रोगहरूको चाहिँ असर, कृषिको उत्पादनमा ह्रास, पर्यटकीय सम्भावनाका क्षेत्रहरूमा चाहिँ असर हैन, हाम्रा नदी, ताल, तलैयाहरू चाहिँ लोपन अथवा लोप हुन सक्ने खडेरीहरू हैन, हाम्रो अतिवृष्टि, अनावृष्टि हैन भन्छ नि, अल्पवृष्टि हैन। अनि हाम्रो चाहिँ अनावृष्टिले गर्दा, हाम्रो चाहिँ खडेरीले गर्दा हुने चाहिँ हाम्रो चाहिँ हेर्नु न चाहिँ तपाईको डढेरो, तराईमा लामो समयसम्म चाहिँ पहाडमा, तराईमा चाहिँ जंगलहरुमा चाहिँ डढेरो लाग्नु हैन। त्यसै चाहिँ खडेरीले गर्दा तराईमा लामो समयसम्म वर्षा भएन हैन। अधिक तापक्रम बढी भई डढेलोको प्रकोप बढ्ने जस्तो पहाडी जंगलमा भयानक डढेलो। अनि हेर्नुस्, अतिवृष्टिले गर्दा व्यापक जनजनको क्षति हुने गरे, जस्तै सिमलताल पहिरो, मेलम्चीको भयानक बाढी हेर्नुस् हैन। यी सबै जलवायु परिवर्तनका असर हैन। अनि विभिन्न किसिमका नयाँ नयाँ रोगहरू लाग्ने, जलीय तथा स्थलीय प्रणाली प्रजातिहरू चाहिँ हाम्रा चाहिँ लोप हुने, यी समस्या छैन। अब हाम्रा हिमहरू हेर्नु त, हाम्रा हिमालका सेता हिमालहरू पग्लिने, हिमताल विस्फोट हुने, यी समस्याहरू रहेका छन्, असरहरू। अब पूर्वाधार, नेपालमा पूर्वाधार विकासमा चाहिँ उल्लेख गर्दै पर्यटन क्षेत्रको अवस्था र सम्भावना बारे उल्लेख गर्नुहोस् र 10 नम्बर हेर्नुहोस् है। अब यस्तो छुट्याएको छैन, यसो नछुट्याइसकेपछि अब तपाईले के भन्नु पर्यो भन्दाखेरि, अब यसमा चाहिँ तपाईले मानौ 3 होला हैन, यसमा चाहिँ हैन यस्तै होला हैन। अवस्था भनेपछि त 3 मानौ हैन, यसलाई पनि 3, यसलाई चाहिँ 4, यसरी छुट्याउने है। नेपालमा पूर्वाधार विकास पूर्वाधारहरू के हुन्छ? नेपालमा विकास पूर्वाधारहरू है उल्लेख गर्नुहोस् भनेको छ हैन, उल्लेख गर्नुहोस् भनेर नेपालमा रहेका विकास पूर्वाधारलाई न्याय अनुसार उल्लेख गर्न सकिन्छ भनेर एउटा भौतिक पूर्वाधार विकास हैन। भौतिक पूर्वाधार विकास भित्र फेरि के पर्छन्? भौतिक पूर्वाधार विकास भनेको कुनै पनि देशको हार्डवेयर हो, जति हामीले देख्छौं, तपाईको आँखाले दृष्टिले देख्न सक्ने बाटो, पुल, सडक हैन, चाहिँ तपाईको हाम्रा चाहिँ यातायातका संरचनाहरू, ऊर्जाका संरचनाहरू, प्रसारण लाइनहरू हैन, हाम्रा चाहिँ विमानस्थलहरू, हाम्रा चाहिँ तपाईको खेलकुद मैदानहरू, हाम्रा चाहिँ सिँचाइ संरचना, सिँचाइका तथा नहरहरू संरचनाहरू, विद्युत गृहहरू, यी सबै भौतिक संरचना हो जसलाई हार्डवेयर भन्छ, हामीले देख्न सक्छौं। अब त्यो हार्डवेयर भित्र पनि यातायात जन्य संरचनाहरू, सडक सञ्जाल, राजमार्गहरू सञ्जाल, राजमार्गका सञ्जालहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलहरू, रेलवे, बन्दरगाहहरू हैन, जल यातायात हैन, त्यस्तै तपाईको हाम्रो चाहिँ हवाई यातायात हैन, यी सबै पर्छन्। ऊर्जाजन्य पूर्वाधारहरू चाहिँ हाम्रा चाहिँ विद्युत उत्पादन र वितरण गर्ने संरचनाहरू हैन, प्रसारण लाइनहरू हैन, त्यो मात्र होइन, हाम्रो चाहिँ अन्तर्राष्ट्रिय अन्तर्देशीय प्रसारण लाइनहरू हैन, ती सबै जल व्यवस्थापन जन्य पूर्वाधारहरू, पिउने पानी, खानेपानीको पाइप धाराहरू, हाम्रा चाहिँ सिँचाइका कुलो, नहरहरू, फोहोर मैला व्यवस्थापन गर्ने केन्द्रहरू
होइन। यी सबै चाहिँ सञ्चारजन्य पूर्वाधारहरू हाम्रो टेलिफोन, इन्टरनेट, होइन, विद्युत सामग्रीहरू, विद्युत विज्ञान तथा प्रविधिहरू, हाम्रा डाटा सेन्टरहरू, यी सबै चाहिँ पर्छन्। रेडियो स्टेसनहरू, टेलिभिजन स्टेसनहरू, हुड्ला, कुरियर सेवा, यी सबै। फोर्मुला जाने पूर्वाधारहरूमा हाम्रो चाहिँ फोर्मुला प्रशोधन केन्द्रहरू, हाम्रा चाहिँ फोरलाई पुनः प्रयोग गर्ने चाहिँ हाम्रा फोरलाई मोरमा परिवर्तन गर्ने हाम्रा चाहिँ प्रविधिहरू, फोरलाई नष्ट गर्ने संरचनाहरू, यी सबै। आर्थिक पूर्वाधार फाइनेन्सियल स्ट्रक्चरमा हाम्रा ब्याङ्क तथा वित्तीय संस्थाहरू, हाम्रा सहकारी क्षेत्रहरू, हाम्रा चाहिँ औद्योगिक क्षेत्रहरू, हाम्रा चाहिँ होटल रेस्टुरेन्टहरू, हाम्रा चाहिँ यिनी मानव निर्मित चाहिँ संरचनाहरू, होइन, हाम्रा चाहिँ निर्यात प्रबन्धन केन्द्र, स्पेसल इकोनोमिक जोन भन्छ, विशेष आर्थिक क्षेत्रहरू, इन्डस्ट्रियल जोनहरू, औद्योगिक क्षेत्र, यी आर्थिक क्षेत्र पूर्वाधार अन्तर्गत पर्छ। सामाजिक पूर्वाधारमा अहिले पनि मैले भने सामाजिकमा शिक्षा, स्वास्थ्य, होइन, सञ्चार, यिनी शिक्षा चाहिँ तपाईँको हाम्रा चाहिँ खानेपानीका होइन धाराहरू, ट्याङ्कीहरू, होइन, पानी ट्याङ्कीहरू, यी सबै सामाजिक पूर्वाधार। स्कुल कलेजहरू, खेलकुदजन्य पूर्वाधार, पार्क, खेलकुद मैदानहरू, हाम्रा सभागृह, सङ्ग्रहालय, यी सबै पर्छ। अब पर्यटनको अवस्था के छ त? हाम्रो पर्यटनको अवस्था कस्तो छ त? अब हेर्नुहोस्, यहाँ अवस्था सोधेपछि तपाईँले के लेख्नु पर्यो? व्यवस्था के छ, संविधानमा के छ, कानुनमा के छ, संस्थागत व्यवस्था के छ, नीति कार्यक्रम के छन्, हाम्रा चाहिँ उपलब्धि के भए, अथवा उपलब्धि एउटा अवस्था भनेपछि त त्यसलाई चाहिँ डाटाबाट देखाउन सक्यो, तथ्याङ्कबाट देखाउन सक्यो, नीति कानुन संरचनाबाट देखाउन सक्यो, होइन? त्यसरी लेख्ने। हाम्रो स्ट्याटस के छ त्यो कुरा लेख्ने। अब पर्यटनको अवस्था के छ? पर्यटनका लागि, पर्यटनको विकास गर्नका लागि, पर्यटनको प्रवर्धन गर्नका लागि, पर्यटकको लागि एउटा आर्थिक विकासको महत्त्वपूर्ण क्षेत्रको रूपमा विकासका लागि अहिले भर्खर नयाँ पर्यटन यान 2081 आएको छ एउटा। अर्को यसले के गरेको छ? हाम्रो इको टुरिज्म सुरक्षाका मापदण्डहरू, होइन, कुनै पनि पर्यटकीय गतिविधि सञ्चालन गर्दा त्यसका चाहिँ मापदण्डहरू, होइन, होमस्टेहरूको चाहिँ व्यवस्थित गरेको छ, होमस्टेहरूको व्यवस्थितकरण गरेको छ, होइन। त्यस्तै तपाईँको हेर्नुभयो भने तपाईँको सङ्कट व्यवस्थापन संयन्त्रहरू, होइन। अब कुनै पनि पर्यटक गतिविधि ट्रेकिङमा जानुभयो अथवा कुनै पनि पर्यटकीय गतिविधि विस्तार गर्नको क्रममा अब सङ्कट आयो, कुनै बाढी पहिरो आयो अथवा भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू चाहिँ यसमा पर्छ। अर्को चाहिँ पर्यटन सम्बन्धी नीति हाम्रा चाहिँ पर्यटन सम्बन्धी नीति छ, राज्यको नीति, होइन, राज्यको नीति छ पर्यटन सम्बन्धी नीति। त्यो पर्यटन सम्बन्धी राज्यको नीतिले संवैधानिक मार्गदर्शन गरेको छ, होइन, पर्यटनको विकास प्रवर्धन गर्न योगदान गरेको छ। त्यसरी हामीले चाहिँ पर्यटनको विकासलाई दीर्घकालीन घोषणापत्र गरेका छौँ। 2023-32मा पर्यटन दशकको घोषणा गरिएको छ, जसमा चाहिँ औसत प्रति पर्यटक औसत चाहिँ $125 पुर्याउने लक्ष्य लिएको छ, होइन। यी कुराहरू भए। त्यसरी अलिकति टाढा त्यसै चाहिँ सन् 2025मा तपाईँले न्युज पनि सुन्नुभयो, हामीले न्युज पनि हेऱ्यौँ। अहिले सबैभन्दा बढी, होइन, 11,62,000 बढी पर्यटक आएका छन्। यो के हो त वर्तमान अवस्था? बढ्दैछ है, होइन, बढ्दैछ है। अब कोभिड पछि अलिकति बढ्यो, त्यसपछि अब अहिले पनि बढ्दैछ। 2025-24 भन्दा 2025मा अझै बढ्यो, 2026मा अझै बढ्दै जाओस्। हाम्रो चाहिँ 40-50 लाख चाहिँ पर्यटकहरू भित्रियो भने त हाम्रो देश त आफै माथि पुगिहाल्छ नि, होइन। विदेशी पर्यटक चाहिँ डलर चाहिँ आर्जन गर्न सकिन्छ। अनि अर्को पर्यटकको बसाइ पनि वृद्धि भएको, 13 दिनबाट अहिले 16 दिन, हेर्छ 16.5 दिन लगभग पुगिसकेको छ। अनि हाम्रा चाहिँ अब पर्यटकीय चाहिँ पर्वतारोहणका लागि हाम्रा आरोहीहरूको सङ्ख्या वृद्धि भएको छ। आरोही दलहरू, हाम्रा पर्वतारोहणका आरोही दल भन्छ नि, होइन, तिनीहरूको सङ्ख्या बढ्दै गएको छ। पर्यटनबाट रोयल्टी, होइन, अब हाम्रो चाहिँ पर्यटनबाट रोयल्टी पनि उठाउँछ नि, होइन, त्यो रोयल्टी तिनै तहमा बाँड्नु हुन्छ, होइन। त्यो रोयल्टीबाट चाहिँ 1 अर्ब चाहिँ तपाईँको 26 करोडभन्दा माथि रोयल्टी चाहिँ उठाउन सकेको छ, होइन। अनि विभिन्न चाहिँ होटल तथा पर्यटकीय क्षमताहरू विस्तार भइरहेका छन्। अब तपाईँले अस्ति भर्खर न्युजमा सुन्नुभयो होला, मुस्ताङमा एउटा लग्जरी होटल, विश्वकै एउटा, होइन, लग्जरी होटलको रूपमा चाहिँ मुस्ताङमा खुलिएको छ। यस्ता कुराले गर्दा नेपालको पर्यटकको अवस्था दर्शाउँछ। सम्भावना पनि अब यही तलदेखि सम्भावना पनि यी कुराहरू लेख्ने हो, होइन। अब अनि हाम्रो हेर्नु भने तपाईँले चाहिँ ट्र्याक चाहिँ ट्राभल, ट्रेकिङ, ऱ्याफ्टिङ, होइन, ऱ्याफ्टिङ, बन्जी जम्प, होइन, चाहिँ तपाईँको चाहिँ यो पर्यटकीय गाइडहरूको चाहिँ, होइन, त्यसको प्रशिक्षण गर्ने, त्यस्तो संस्थागत विकास गर्ने कामहरू भइरहेको छ। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले जनश्रुतिको उत्पादन गर्ने काम गर्छ, ट्रेनिङ दिने काम गर्छ, होइन। यी छन्। अब हामीले हेर्ने भने हाम्रो हवाई यातायात पनि विस्तार भएको छ, पूर्वाधारहरू विस्तार चाहिँ हुँदै गएको छ। हाम्रा विमानस्थलहरू, हाम्रा आन्तरिक पर्यटनहरू विस्तार भएको छ, होइन। हाल चाहिँ तपाईँको हाम्रो 35वटा चाहिँ विमानस्थल सञ्चालनमा छन्।
अनि 42 वटासँग हामीले चाहिँ द्विपक्षीय हवाई सम्झौता गरेका छौँ। किनभने हवाई सम्झौता नभएसम्म चाहिँ हवाई सुरक्षा सुनिश्चित नभएसम्म कुनै पनि देशको पर्यटन विकास हुन सक्दैन हैन हैन। अब हाम्रो बाटोघाटो त यस्तै छ हेर्नुहोस् हैन, कति बेला गाडी पल्टिने हो हैन, घुमाउरो छ हैन। त्यसले गर्दा ग्रामीण पर्यटनको विकास र होमस्टेको विस्तार यसलाई सम्भावना लेखिदिने है, यसलाई सम्भावना, यसलाई सम्भावना पनि तल राख्न सकिन्छ। यसलाई सम्भावनामा बुझ्नुभयो, सम्भावनामा यहाँ लेखिदिने है, यसलाई सम्भावना पनि लेख्न सकिन्छ। अब आन्तरिक पर्यटनको प्रवर्धनलाई प्रोत्साहन गरेको छ, नयाँ नयाँ पर्यटकीय गन्तव्यको पहिचान विकास गरेको छ। अब सम्भावनाहरू हेर्नु चाहिँ के छन् सम्भावना? हिमाली र पर्वतारोहण पर्यटनको सम्भावना छ हेर्नु त। हिमाल हाम्रा चाहिँ कतिवटा हिमाल छन् त हेर्नु त। यत्र चाहिँ विश्वका चाहिँ तपाईको 14 8वटा हिमाल त यही छन् भनेको। हामीले चाहिँ पर्चा प्रसार नगरेको, तर यसलाई चाहिँ हामीले पर्चा प्रसार गर्न सकेमा हिमाली तथा पर्वतारोहण पर्यटनको विकास चाहिँ के भन्छ भने सम्भावना उच्च छ हैन। त्यो बाहेक त कति छन्, कति हिमालहरू हैन, विश्वका अग्लाहरू देशहरू जब चाहिँ देशहरू हिमालहरूको देश भएकोले पर्वतारोहण पर्यटनको ठुलो सम्भावना छ। सगरमाथा लगायतका हिम श्रृङ्खलाले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण गन्तव्य बनाएका छन्, अन्तर्राष्ट्रिय पर्वतारोहण गन्तव्य बनाएका छन्। सर्वेक्षण अनुसार 2025 मा पर्वतारोही संख्या 9280 पुगेको छ। पर्वतारोहण दलको संख्या 2590 पुगेको छ। यसले हिमाली पर्यटनको निरन्तर सम्भावनालाई देखाउँछ हैन। पर्वतारोहण दलको विस्तार हुनु, आरोहीहरूको संख्या विस्तार हुनु भनेको त हाम्रो के भन्छ हिमाली पर्यटन हैन को विकास हुनु हो। अर्को ट्रेकिङ हेर्नु त, हाम्रो तपाई तराई अब ट्रेकिङ त अहिले चाहिँ हेर्नु त काठमाडौँको वरिपरि डाँडामा सबै ठाउँ ट्रेकिङ छ। हिमाल पहाड तराई ग्रामीण सबै सीमा ट्रेकिङ मार्फत पर्यटकहरू पदयात्राका लागि हैन। अब तपाईले आर्थिक सर्वेक्षण हेर्नुभयो भने सबैभन्दा बढी चाहिँ पदयात्राका लागि पर्वतारोहणका लागि पर्यटकहरू आकर्षित आउँछन्, तथ्याङ्कले देखाउँछ। त्यस्तै हामी अर्को हेर्नु त धार्मिक र तीर्थयात्रा पर्यटनहरू हाम्रा चाहिँ लुम्बिनी, जनकपुर, हाम्रा स्वयम्भू, बौद्ध, हामी मुक्तिनाथ, यी सबै चाहिँ हाम्रा चाहिँ पशुपति, यी सबै चाहिँ हाम्रा चाहिँ धार्मिक तथा बौद्ध धर्महरूका लागि धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरूको एउटा धार्मिक आस्थाका केन्द्र हुन्। यिनलाई चाहिँ हामीले प्रवर्धन प्रचार प्रसार गर्न सक्ने सम्भावना छ हैन। अर्को सांस्कृतिक तथा सम्पदा पर्यटन हो। सांस्कृतिक तथा सम्पदा पर्यटन भनेको हाम्रा सम्पदाहरू, हाम्रा चाडपर्व, हाम्रा कला जात्रा हैन, हाम्रा संगीत नृत्य जीवनशैली, हाम्रा चाहिँ हाम्रा पुरातत्विक सम्पदाहरू हैन, कला संस्कृति रहनसहन, यी सबैले हामीलाई चाहिँ गरेको हुन्छ। अर्को हेर्नु प्राकृतिक र वातावरणीय पर्यटन हो हेर्नु है, बर्ड वाचिङ, इको टुरिज्म, नदी झरना जैव विविधताको चाहिँ हाम्रा जंगलहरू राष्ट्रिय निकुञ्जहरू हेर्न हैन। अर्को साहसिक पर्यटन हैन, हाम्रो चाहिँ प्याराग्लाइडिङ, बन्जी जम्प, माउन्टेन बाइकिङ, जिप लाइन हैन, क्यानोनिङ, अन्य साहसिक गतिविधिहरू खेल्ने सम्भावना पनि यही छ। एडभेन्चर टुरिज्म। ग्रामीण पर्यटनको सम्भावना हाम्रो चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ बस्ने, रमाउने, खाने, मौलिक संस्कृति हैन, परम्परा हैन, जीवनशैली आत्मसात गर्ने सम्भावना पनि छ हैन। अर्को वेलनेस टुरिज्म भन्छ, यसलाई चाहिँ के भन्छ भने आरोग्य पर्यटन भन्छ है। आरोग्य पर्यटन भन्छ भनेको ध्यान गर्न सक्ने, शान्त रमणीय वातावरणमा रमाउन सक्ने, त्यो सम्भावना छ हैन, त्यो सम्भावना छ। यी धेरै छन् है, यसरी हेर्नु होला। अब हेर्नु त ल, चलचित्र साहित्यिक पर्यटन। अब नेपालको संविधान सामाजिक न्याय र समाज नीतिहरू के छन् अब हेर्नुस्। अब सामाजिक न्याय र समाज नीतिहरू चाहिँ असहाय एकल महिला हैन, हाम्रा चाहिँ महिलालाई रोजगारीको प्राथमिकता दिँदै जीविकोपार्जनका लागि समुचित व्यवस्थापन गर्दै जाने हैन। त्यहाँ लामो लामो सेन्टेन्स हुन्छ, त्यसलाई टुक्र्याएर बनाउँदा हुन्छ है। जीविकोपार्जनको अनुचित व्यवस्था समुचित व्यवस्था गर्दै जाने हैन। जोखिममा रहेका आर्थिक सामाजिक हैन पारिवारिक वैषम्यमा रहेका हिंसा पीडित महिलालाई चाहिँ पुनर्स्थापना गर्ने, संरक्षण गर्ने, सशक्तिकरण गर्ने, स्वावलम्बी बनाउने हैन। अनि प्रजनन अवस्थामा आवश्यक सेवा सुविधाहरू चाहिँ उपभोग सुनिश्चित गर्ने हैन, यी कुराहरू। त्यस्तै र
अर्को नेपालमा मानव अधिकारको सम्मान संरक्षण प्रवर्धन गर्नका लागि देखिएका समस्याहरू के हो? नेपालमा मानव अधिकार सम्मान संरक्षण गर्न देखिएका समस्याहरू के हुन् त भन्दाखेरि आयोगका सिफारिसको कमजोर कार्यान्वयन एउटा महत्त्वपूर्ण यो चाहिँ समस्या छ। हामीले चाहिँ मानव अधिकार आयोगले चाहिँ सिफारिस गर्छ सरकारलाई, हैन, यो गएर तपाईले सुन्नु भएको छ, यो व्यक्तिलाई कारबाही गर्नु, यो चाहिँ जेनी आन्दोलनमा चाहिँ संलग्नलाई कारबाही गर्नु भनेर सिफारिस गर्छ, तर सरकारले त्यो कार्यान्वयन गर्दैन। समस्या यहाँ छ के? किन भन्दाखेरि सरकारमा संलग्न भएका व्यक्ति अथवा राजनीतिक दलका कार्यकर्ता अथवा राजनीतिक व्यक्ति नै हैन त्यो मानव अधिकार उल्लङ्घनमा संलग्न भएको कारणले गर्दा आयोगले गरेका सिफारिसहरू कार्यान्वयनको अवस्था कमजोर छ है। आयोगका सिफारिसमध्ये पूर्ण रूपमा कार्यान्वयन भएका सिफारिस केवल 13% मात्रै छन्, एकदमै न्यून हेर्नु त। 13% भनेको एकदमै न्यून हो। 51% भन्दा चाहिँ पर्सेन्ट कार्यान्वयन नै नभएको देखिन्छ। विशेष गरी दोषी पहिचान गरी कानुनी कारबाही गर्ने सिफारिसको कार्यान्वयन कमजोर छ। दोषी पहिचान गरी कानुनी कारबाही हैन गर्ने सिफारिसको कार्यान्वयन कमजोर छ हैन। अर्को दण्डहीनता र जवाबदेहीताको अभाव। हेर्नु त, मानव अधिकार उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउन नसक्नु। कानुनी दायरामा ल्याउन नसक्नु भनेको के हो त? दण्डहीनतालाई पर्सै दिनु हो। दण्डहीनतालाई पर्सै दिनु हो। दण्डहीनता भनेको के हो त? व्यक्ति जो दण्ड पाउनु पर्ने व्यक्ति, जो कानुनी कारबाहीको दायरामा आउनु पर्ने व्यक्ति हो हैन। कानुनी कारबाही के अथवा दायरामा आउनु पर्ने व्यक्ति हो, कानुनी दायरामा नआएर के भएको खुलेआम तपाईको हिडुल गरेको, कानुन भन्दा माथि भएको हैन, त्यो दण्डहीनता। त्यो दण्डहीनता चाहिँ कानुन दायरामा ल्याउन सक्नु। अर्को अनुसन्धान र अभियोजन कमजोर हुनु। हाम्रो अनुसन्धान र अभियोजन पनि कमजोर हुनु। अदालतका फैसला र आयोगका सिफारिसको कार्यान्वयन नहुनु हैन। मानव अधिकारसँग सम्बन्धित विभिन्न चाहिँ अदालतले फैसला गरेको हुन्छ हैन, चाहिँ विभिन्न चाहिँ व्यक्तिका अल्पसंख्यक व्यक्तिका अधिकारहरू हैन, कानुनी तथा सम्बन्धित अधिकारहरू कार्यान्वयन गर्नका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको हुन्छ, तर त्यो आयोगका चाहिँ अदालतका फैसलाहरू कार्यान्वयन नहुनु। राजनीतिक प्रभावका कारण दण्डहीनता चाहिँ प्रमुख समस्याको रूपमा रहेको छ। अर्को संक्रमणकालीन न्यायालयले अझै पनि तपाईको हेर्नु त पूर्णता पाउन सकेको छैन। संक्रमणकालीन न्याय द्वन्द्वकालमा चाहिँ सहतोजनमा चाहिँ भएका हत्या, हिंसा, बलात्कार, यातना, यौनजन्य चाहिँ गम्भीर मानव अधिकार उल्लङ्घन हेर्नुस् है, गम्भीर मानव अधिकार उल्लङ्घन घटनालाई न्याय निरूपण गर्ने अझै पूर्णता पाएको छैन हैन, त्यो अवस्था छ। अर्को संस्थागत स्रोत साधनको कमजोरी छ हैन। आयोगका चाहिँ केन्द्रीय र प्रादेशिक कार्यालयले आफ्नै भवन विहीन छन् अथवा त्यहाँको पर्याप्त बजेट र जनशक्तिको अभाव छ। सवारी साधन, कम्प्युटर लगायतका स्रोत साधनको अभाव छ। त्यसले गर्दा त्यहाँ चाहिँ आयोगको संस्थागत क्षमता, जनशक्तिगत स्रोत चाहिँ कमजोर छ। सामाजिक विभेद र कुरीतिले निरन्तरता छ। अझै हेर्नु त समाजमा चाहिँ बोक्सीको नाममा तपाईको छुवाछुतको नाम, जातीय विभेदका नाममा, बाल विवाह, दाइजोका नाममा अझै पनि हैन चाहिँ महिलामाथि हुने हिंसा, हत्या, बलात्कार, विभेदले गर्दा के हुन्छ? मानव अधिकारलाई उल्लङ्घन गरेको छ हैन, मानव अधिकार उल्लङ्घन भएको छ हो। त्यसले गर्दा सामाजिक विभेद, सामाजिक कुरीति हैन हैन चाहिँ अझै पनि समाजबाट चाहिँ निर्मूल गर्न सकेको छैन। सामाजिक रूपमा सार्वजनिक सेवा प्रवाह कमजोर छ हैन। सार्वजनिक सेवा प्रवाह के भन्छ? मानव अधिकारसँग जोडिएका हुन्छन्। हाम्रा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, खाद्यान्न हैन, यी सबै चाहिँ सार्वजनिक सेवा प्रवाह गुणस्तर नहुनु। हाम्रा चाहिँ शिक्षा हेर्नुहोस्, स्वास्थ्य हेर्नुहोस्, हाम्रा चाहिँ गुणस्तर छैनन्, प्रभावकारी रूपमा चाहिँ वितरण गर्न सकेको छैन हैन। मान्छेहरू चाहिँ रोजगारी नपाएर चाहिँ आत्महत्या गरेको अवस्था छ हैन। अर्को तपाईले हेर्नुभयो मानव अधिकार चाहिँ नयाँ मानव अधिकार चुनौतीको व्यवस्थापनको कमी हैन। एआईले सृजना गरेका कृत्रिम बौद्धिकता, मानवको चाहिँ एउटा डिग्निटी हैन, पहिचान, मर्यादा हैन, उसको चरित्र हत्या गर्ने, साइबर बुलिङ हैन, ती नयाँ एआईले सृजना गरेका इनोभेसन टेक्नोलोजी सृजना गरेका चाहिँ तपाईका मानव अधिकार उल्लङ्घन घटनालाई चाहिँ त्यो किसिमको चाहिँ आयोगसँग क्षमता पनि नहुनु, अनुसन्धान पनि नहुनु र कानुनको दायरामा ल्याउन नसक्नु। अर्को मानव अधिकार कल्चर भन्छ, ह्युमन राइट कल्चर हैन। एउटा महत्त्वपूर्ण यो चाहिँ ह्युमन चाहिँ शब्द हो। मानव अधिकार संस्कृतिको कमी हुनु, ह्युमन राइट कल्चर नहुनु। मानवताको मान्छेलाई सम्मान गर्नुपर्छ,
उसको डिग्निटीलाई ख्याल गर्नुपर्छ हैन, उसको स्वतन्त्रता, उसको समानतालाई हैन हामीले चाहिँ जगेर्ना गर्नुपर्छ भन्ने चाहिँ संस्कारको कमी छ। अब कानुनको शासन यसका पुरो शर्त। अब कानुनको शासन भनेको के हो त? अब हामीले बुझेकै आएको कुरा हो। हेर्नुहोस् है, कानुनको शासन हो कानुनको न्यायसङ्गत र विवेकसम्मत रूपमा प्रयोग गरिने शासन नै के हो? कानुनको शासन हो। न्यायसङ्गत, जस्ट, हेर्नुहोस् है, जस्ट एन्ड रिजनेबल। कानुन बनाउँदा पनि के हुन्छ? रिजनेबल ढङ्गले, पारदर्शी ढङ्गले हैन, सबैको सहभागितामा हैन गरिने र बनाइसकेको कानुन पनि पहुँचयोग्य हैन, कार्यान्वयन योग्य भएमा मात्रै के हुन्छ? कानुनको शासन हुन्छ हैन। त्यही भएर कानुनको शासन भनेको के हो त भने कानुन बनाएर शासन गर्दैमा कानुनको शासन हुँदैन। त्यो कानुन कस्तो हुनुपर्छ? न्यायपूर्ण हुनुपर्छ, पूर्वानुमान योग्य हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, समान हुनुपर्छ, कानुनमाथि सबैको पहुँच हुनुपर्छ हैन, कानुनले सबैका भोइस राइटलाई सम्बोधन गरेको हुनुपर्छ, लिबर्टीलाई प्रोटेक्सन गरेको हुनुपर्छ, डिग्निटीलाई रेस्पेक्ट गरेको हुनुपर्छ, तब मात्र कानुनको शासन हुन्छ। यो रुल अफ ल हो, तर रुल बाई ल होइन हैन। अथवा चाहिँ यसलाई के भन्न सकिन्छ भन्दाखेरि तपाईको कानुनको सर्वोच्चलाई स्वीकार गरी सञ्चालित शासन व्यवस्था नै कानुनको शासन हो, सामान्य अर्थमा हामीले भन्न सक्छौँ। अथवा अर्को हामीले राज्य सञ्चालन गर्ने पदाधिकारीले को कार्य कानुन अनुकूल हुनुपर्छ, कानुनको अधीनमा राज्य व्यवस्था सञ्चालन हुनुपर्छ, सरकार कानुन मातहत हुनुपर्छ भन्ने अवधारणा नै कानुनको शासन हो। कानुनको शासन सभ्य समाजको आधारशिला हो है। कानुनी राज्य प्रजातन्त्र शासन प्रणालीको एउटा महत्त्वपूर्ण तत्त्व हो हैन। यो स्वेच्छाचारिता विपरीतको अवधारणा हो। कानुनको शासन भनेको के हो? स्वेच्छाचारिता विपरीतको अवधारणा हो। ठ्याक्क अपोजिट के हो त? कानुनको शासनको अपोजिट के हो त? स्वेच्छाचारिता है। यसरी भन्ने कानुन बमोजिम शासन गरेर मात्र हुँदैन, कानुन स्पष्ट हुनुपर्छ, निश्चित हुनुपर्छ, भविष्यदर्शी हुनुपर्छ। बारम्बार परिवर्तन भयो भने त्यो कानुनको शासन हुँदैन। प्रकाशित भएको हुनुपर्छ, कानुन पहुँचयोग्य हुनुपर्छ, न्यायपूर्ण हुनुपर्छ, बारम्बार परिवर्तन नहुने हुनुपर्छ, परस्पर बाँझिने खालको हुनु हुँदैन, कार्यान्वयन योग्य हुनुपर्छ, तब मात्र कानुनको शासन हुन्छ। यसका पूर्व शर्तहरू स्वेच्छाचारिताको अभाव, कानुनको सर्वोच्चता, कानुनको अगाडि समानता, स्थिर र बलियो सरकार, सरकार पनि के हुन्छ? स्थिर र बलियो पनि हुनुपर्छ कानुनको शासन हुनेका लागि। लोकतान्त्रिक राज्य प्रणाली हुनुपर्छ हो, एउटा डेमोक्रेटिक सिस्टम भित्र मात्रै कानुनको शासन हुन्छ। कानुनको क्रियाशीलता र यसको चाहिँ पालनामा सबैको प्रतिबद्धता हुनुपर्छ। कानुनको पालना पनि हुनुपर्छ, त्यसको पालना गर्ने प्रतिबद्धता पनि राज्यका सबै अङ्गहरूले एउटा राष्ट्रपतिदेखि आम नागरिकले गरेको हुनुपर्छ। राष्ट्रपति पनि कानुनको अधीनमा हुनुपर्छ, एउटा सामान्य हैन परिश्रम गर्ने व्यक्ति पनि कानुनको दायरामा हुनुपर्छ र उले दुईटैले एउटा कुनै कानुनले चाहिँ तोकेको अथवा कानुनको उल्लङ्घन भएमा अथवा फौजदारी कानुनको उल्लङ्घन भएमा दुईटैलाई समान सजाय हुनुपर्छ भन्ने मान्यता नै कानुनको शासन। कानुन भविष्यदर्शी हुनुपर्छ, खुल्ला हुनुपर्छ, स्थिर हुनुपर्छ, कानुन स्पष्ट निश्चित हुनुपर्छ, कानुन चाहिँ समाज र आवश्यकताअनुसार परिवर्तनशील हुनुपर्छ। यी कानुनका पूर्व शर्त हुन्। कानुन उचित र प्रक्रिया कार्यविधि पूरा गरेको हुनुपर्छ, जस्ट फेयर एन्ड रिजनेबल हुनुपर्छ हैन। यी शक्ति पृथकीकरण सन्तुलन नियन्त्रण अवलम्बन गरेको हुनुपर्छ। यी चाहिँ पूरा शर्तहरू भए। 10मा चाहिँ आरक्षण भनेको के हो? आरक्षण चाहिँ किन आवश्यक पर्छ? आरक्षण चाहिँ रिजर्भेसन। आरक्षण भनेको के हो त भन्दाखेरि हेर्नुस् है, आरक्षण एउटा चाहिँ के हो त भन्दा तपाईको अल्पकालीन रूपमा राज्यबाट विगतमा राज्यबाट पछाडि परेका हेर्नुस् है, विगतमा राज्यबाट पछाडि परेका अवसरबाट वञ्चित भएका, सार्वजनिक सेवा प्रवाहबाट चाहिँ पहुँच नपुगेका, त्यस्ता ऐतिहासिक रूपमा पछाडि परेका, प्रतिनिधित्वमा कमजोर भएका रहेका र आर्थिक र सामाजिक रूपमा वञ्चितमा परेका व्यक्ति, समुदाय, वर्ग, क्षेत्र हैन, समुदाय समानुपातिक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि चाहिँ कुनै निश्चित स्थान र अवसर सुनिश्चित गर्ने सकारात्मक विभेदको नीति नै के हो त? आरक्षण हो।
हेर्दै अब हाम्रो संविधानले धारा 18(3) मा के भनेको छ? आर्थिक वा सामाजिक रूपमा पिछडिएको महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता, महिला, युवा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक हैन हैन यिनलाई चाहिँ विशेष व्यवस्था हुने व्यवस्था गरेको छ। विशेष व्यवस्था गर्न सकिने भनेको छ। विशेष व्यवस्था भनेको राज्यले प्रोटेक्सन गर्न सक्ने, तिनीहरूको चाहिँ संरक्षण गर्न सक्ने, सहजीकरण गर्न सक्ने र विकास गर्न सक्ने भनेर धारा 18(3) मा भनेको छ। त्यसै 42 मा हाम्रो चाहिँ सामाजिक न्याय सम्बन्धी हकमा के भनेको छ भने राज्यका निकायमा समावेशी सहभागिताको आधार प्रदान गरेको छ। यसले हेर्दै सामाजिक न्याय समाजमा वञ्चित र बहिष्करण परेका वर्गलाई रोजगारीको अवसरमा निश्चित कोटा निर्धारण गर्नु आरक्षण। यहाँ चाहिँ समाजमा वञ्चितीकरणमा बहिष्करण परेका व्यक्तिलाई रोजगारीमा निश्चित कोटा निर्धारण गर्ने आरक्षण हो। आरक्षण रोजगारी कोटा प्रणाली हो। यो अल्पकालीन व्यवस्था हो। यो सकारात्मक विभेदको एउटा औजार हो। हेर्दै समावेशीकरण भनेको के हो त? सकारात्मक विभेदको एउटा औजारको रूपमा रहेको हुन्छ। सकारात्मक विभेदको कार्यान्वयन गर्ने एउटा संयन्त्रको रूपमा चाहिँ आरक्षण रहेको हुन्छ। आरक्षण एउटा संरक्षणकारी अवधारणा हो, संरक्षणवादी अवधारणा हो, जसले वञ्चिती र बहिष्करण परेकालाई, समुदायलाई, जातिलाई, क्षेत्रलाई के हुन्छ संरक्षण गर्ने काम गर्छ। अब किन त यसको ऐतिहासिक विभेद न्यूनीकरण गर्न हो हैन त? ऐतिहासिक विभेद विगतमा त राज्यले नै विभेद गरेको थियो नि। तपाईलाई कतिको थाहा छ? हाम्रो मुलुकी ऐनमा 1910 मा के थियो? जातीय विभेद सम्बन्धी व्यवस्था थियो। जातीय विभेद भनेको राज्यले नै के भन्छ जातीय विभेदलाई प्रोत्साहन दिएको थियो हैन? तल्लो जात र माथिल्लो जात भनेर छुट्याएको थियो। तल्लो जातलाई बढी सजाय, माथिल्लो जातलाई कम सजाय, ब्राह्मणलाई सजाय नहुने व्यवस्था थियो हैन? त्यसै गरी तपाईले हेर्नुभयो भने त्यहाँ चाहिँ महिला र पुरुष अथवा चाहिँ एउटा जाति बीच चाहिँ वर्ण व्यवस्था कायम गरेको थियो। त्यो कानुनमै थियो। त्यो कसले गरेको? राज्यले हो। यसरी विगतमा भएका ऐतिहासिक विभेदहरूलाई न्यूनीकरण गर्न यो चाहिँ एउटा परिपूर्ति गर्ने एउटा माध्यमको रूपमा रहेको हुन्छ। जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायका आधारमा विगतमा रहेका ऐतिहासिक विभेद र बहिष्करणलाई सम्बोधन गर्न आरक्षण आवश्यक। समान अवसर सुनिश्चित गर्न हेर्छ। सबैलाई के भन्छ? राज्यबाट प्राप्त हुने सेवा सुविधामा समान अवसर प्रदान गर्न, समावेशी राज्य निर्माण गर्न, इन्क्लुसिभ हैन स्टेटको निर्माण गर्न हैन? त्यो दलितको पनि हो राज्य, त्यो महिलाको पनि हो, त्यो चाहिँ अल्पसंख्यकको पनि हो, त्यो मधेसीको पनि हो, त्यो मुस्लिमको पनि हो हैन? त्यो राज्यको संरचनालाई एउटा चाहिँ समावेशी बनाउन पनि योजना। अर्को राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न हो। प्रोपोर्सनल रिप्रेजेन्टेसन सुनिश्चित गर्न हैन? जनसंख्याको उसको हिस्साको आधारमा व्यक्तिको चाहिँ प्रतिनिधित्व सुनिश्चित गर्ने, सामाजिक न्याय र सशक्तिकरण गर्न हैन? अनि शासनप्रति अपनत्व र विश्वास सिर्जना गर्न हैन? जब चाहिँ राज्यले चाहिँ एउटा चाहिँ शासनमा सबैको सहभागिता सुनिश्चित गर्छ तब राज्यप्रति के हुन्छ? व्यक्ति ओनरशिप हैन? विश्वास, ट्रस्ट डेभलप हुन्छ, विश्वास सिर्जना हुन्छ। हो, यो सम्भावना मेरो सम्भावना यही राज्यमा छ। मैले यो राज्यसँग लडेर मैले सुविधा लिनुपर्छ, मलाई अवसर दिएको छ हैन? म अरु भन्दा के कम भन्ने किसिमको आत्मविश्वास हैन, अपनत्व बढाउने काम के रहेछ यसले गर्छ। अर्को विविधता र प्रतिनिधिमूलक शासन प्रशासन सञ्चालन गर्ने। एउटा प्रशासनभित्र, एउटा अफिसभित्र सबै व्यक्तिहरूको अनुहार हैन विविधतालाई सम्बोधन गर्न पनि यो जरुरी हुन्छ। नारी चेतना भनेको के हो? यसमा नारी चेतना किन जरुरी हुन्छ? अब नारी चेतना भनेको के हो त भने तपाईको नागरिकलाई आफ्ना अधिकार के हुन्, आफ्ना अधिकार के हुन् र कर्तव्य के हो भनेर बोध गराउने र अरूको अधिकार र कर्तव्यको पनि ख्याल गर्ने, संरक्षण गर्ने त्यस्तो जिम्मेवारी र दायित्व नै के हो त भन्दा तपाईको नागरिक चेतना हो। हेर्नुस् है, नागरिक चेतना भनेको के त भन्दाखेरि नारीलाई राज्यबाट आफूले प्राप्त गर्ने अधिकारहरू के हुन्, के मैले प्राप्त गर्छु र आफूले राज्यप्रति निर्वाह गर्नुपर्ने दायित्व के हो, जिम्मेवारी के हो भनेर सिकाउने शिक्षा मार्फत अभिवृद्धि हुने चेतनाको स्तर। त्यो शिक्षा त्यो मार्फत अभिवृद्धि हुने चेतनाको स्तर नै के हो त भन्दाखेरि
नागरिक चेतना हो है। नागरिक चेतना एकैछिनमा एकैछिनमा चाहिँ वृद्धि हुने विषय होइन। यो भनेको त व्यक्तिको निरन्तर अध्ययन, औपचारिक अनौपचारिक विभिन्न चाहिँ घुलमिल अथवा विभिन्न माध्यमबाट चाहिँ नागरिकलाई सहजीकरण गर्ने, चेतनाको विस्तार गर्ने, हक र अधिकारप्रति सचेत गर्ने, अरू आफ्ना अधिकार प्रयोग गर्दा अरूको अधिकारको हैन दायित्वको चाहिँ तपाईको संरक्षण गर्ने हैन, त्यो सबै कुराको परिपालन गर्न कानुन र राज्यले बनाएका कानुन र कानुनको परिपालनका बारेमा दिने चेतना नै के हो त नागरिक चेतना हो। यसले वास्तवमा नागरिकको देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, विकासात्मक तपाईको लगायतका शासकीय पक्षहरूमा सचेतना गर्ने, चेतनशील बनाउने, जागरुक बनाउने, सक्रिय बनाउने, उत्प्रेरित बनाउने, लगनशील बनाउने र राज्यप्रति एउटा असल एउटा कर्तव्यनिष्ठ नागरिकको रूपमा निर्माण गर्ने प्रक्रिया नै के हो त नागरिक चेतना हो। नागरिक चेतना नागरिकलाई आफ्नो र समाजको सरकारको विषयमा सेल्फ म्यानेजमेन्ट, सेल्फ डिसिजन, सेल्फ कन्ट्रोल गर्ने क्षमताको विकास गर्छ। वास्तवमा हेर्नु त कुनै पनि देश विकास गर्नका लागि नागरिक चेतनाकै भूमिका महत्त्वपूर्ण हुन्छ। जुन देशमा नागरिक चेतना राम्रो छ, जुन देशमा नागरिक चेतना बलियो छ, चेतनशील नागरिक छन्, सभ्य नागरिक छन्, कर्तव्यनिष्ठ नागरिक छन्, त्यो देश पनि के हुन्छ विकासको गतिमा अगाडि बढ्छ। नागरिकले के हुन्छ करै तिर्दैन, फोहोर यसो हेरेर फोहोर यताउता हेरेर फोहोर फालिदिन्छन्, अनि के हुन्छ त्यो देशको विकास पनि हुन सक्छ। अनि विकासमा हेर्नु त विकासमा सहभागिता हुँदैन। राज्यले के हाम्रो लागि के सेवा सुविधा दिएको छ, राज्यले हामीले प्रति गर्नुपर्ने दायित्व, राज्यले प्रति गर्नुपर्ने दायित्व के हो त्यो बारेमा थाहै पाउँदैन हैन। अशिक्षित छन्, विभेद गर्छन् हैन। त्यस्तो अवस्थामा चाहिँ देशको विकास हुन सक्दैन। उदाहरणको रूपमा हेर्नुहोस् है, संविधान र कानुनको पालना र जानकारी राख्ने, अरूको भावनाको सम्मान गर्ने, सार्वजनिक स्थलमा जताततै फोहोर नफाल्ने, सवारी साधन चलाउँदा लेन अनुशासन पालना गर्ने, स्थलमा धुम्रपान र मद्यपान नगर्ने, कसैलाई पनि विभेद नगर्ने, समयमा कर दायित्व पूरा गर्ने, ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, अरूसँग असल र सभ्य व्यवहार गर्ने विषय नागरिक चेतनाका उदाहरणहरू हो। यी भयो भने नागरिक चेतना के हुन्छ भएको मानिन्छ। म त अब यही त कुरा हेर्नुहोस् है, ठ्याक्कै त्यही कुराहरू लेख्ने, माथि जे छ त्यसलाई मिलाएर लेख्ने हो।